वेलकम टू आवर मिनी ब्लग। हामी हाम्रो जन्मभूमि डाँडाकोटमा छौँ। शरद हारुकलेको म पढेको 1 देखि 5 सम्म पढेको स्कुल। हमने यहाँ पढेको 1 देखि 5 सम्म। कति रमाइलो छ यहाँ। फुल हामीले रोपेको फुल हो। टसाले ए त्यहाँ कुरा खामके गुरुङ लाले मोरे किसन हामीले यहाँ सही थुङ्गा भन्छौँ। उता आएको गाडीको प्रतीक्षामा हामी चाहिँ अब हिँड्नुपर्ने अवस्था भयो। जम 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 जम। हामी कलेज पढ्दा डेली हिँड्ने बाटो आज धेरै वर्षपछि हिँडेका छौँ। धेरै वर्ष त के भन्ने 2 वर्षपछि। त्यही त नि के यो बाटो 2 वर्षपछि हिँडेको कि म। जङ्गल यस्तो घना जङ्गलको बिचबाट हिँड्थ्यौँ हामी रातिको 5 बजे र दौडिँदै 1 घन्टामा दथुम डाँडाकोटदेखि। उहाँ फर्स्टमा हुनुहुन्छ दाई, सेकेन्डमा दिदी, थर्डमा दिदी, फोर्थमा कान्छी दिदी अनि लास्टमा जन कान्छी बहिनी। अझै मान्छे हिँड्दैन नि यो बाटो। अस्ति मैले ल्याएँ नि कति दुःख थियो ग्यास कहाँनिर अरे पदेर आएको नजिकै आइपुगेँ हिँड्दै लट्ठी टेकेर। जति टाढा भए केलाई अमृत त अब त टिप्दैन नि त अब यसै गरिदिनु सम्पर्क राख्नु होला। अमृत यहाँ जति रहेछ उसैमा पदरामुनि। भकालाई धेरै भएछ नभकालाई फेरि काम भएको सबैको हातमा कुन्टा लौरी। हाम्रो लाउरे दाई यो बसमा हजुर काउरो काउरो कसको काउरो। आज हामीले केही छोडिन्न, पात पनि टिप्न लगाइयो। काउरो नि टिपियो। बनाउँदैछौँ हामी। यहाँ दिदीले टिप्दै हुनुहुन्छ, उहाँ दिदीले टिप्दै हुनुहुन्छ, दाइले हेर्न छ दिदी मुठो बातै। हामी कहाँ झऱ्यो? चौखोलामा आयौँ फाइनली। चौखोला
हो त कसैको तल आयो कस्तो महसुस भयो हजुरहरूलाई गाडी नपाएर नि रमाइलो भयो के अरे कति टाढा छौ खै पर्खी बस्छु पिच गरेर सबै बाटो यस्तो राम्रो छ उतार त छ कालोपत्री नै गरेर यस्तो राजहरू सुनाउनु भयो दिदीले आफ्नो विगतमा बितेका दिनहरू अब हामी हिँड्दै हिँड्दै ठ्याक्कै बैलगाडीमाथिको डाँडोमा आइपुग्यौँ हाम्रो आजको यात्रा एकदम रमाइलो भयो हामी मस्जिदमाथि आयौँ आज यहाँको व्यवस्था राम्रो छ सायद यो मेरो फर्स्ट युट्युब भिडियो होला ब्लग मेरो फर्स्ट ब्लग आज मौसम सफा छ हिजो पानी परेको भएर फेरि पानी पर्छ कि जस्तो छ वेदर त हिँड्न नसकेर घरै बस्ने अवस्था